रसुवा जिल्ला नवकुण्ड गाउँपालिका वडा नम्बर 1 सिंहमन्दिबाट चाहिँ मैले यो सिंहमन्दिको एउटा सानो दृश्य लिइरहेको छु तपाईहरुले हेर्नु होला। यहाँनेर चाहिँ हिजो पानी परेको थियो र पानी परेको अवस्थामा हामी बाहिर निस्किन सकेनौं र त्यसपछि आज बिहानै उठेर तपाईको यसो मौसम हेर्दाखेरि चाहिँ एकदम राम्रो खुल्ला देखेको छ र उयो पहाडीपट्टि हेर्नु यो सिंहमन्दी भन्दा उतापट्टि दोकलाङ रहेको छ। यो दोकलाङमा चाहिँ यहाँ हेर्नु है हिउँ कस्तो दामी यहीँबाट नजिकबाट देखेको छ है, एकदम सुन्दर देखेको छ। यो ठाउँ बस्नलाई एकदम उपयुक्त छ र बाटोको अभावले गर्दाखेरि चाहिँ तपाईको अलि कठिनाइ छ, नत्र भने तपाईको बस्न ओर्न यताउति यहाँको चिसो हावापानी चट्ट बस्नलाई आनन्द छ तपाईको है। पहिरो सहिरोको चाहिँ खासै जोखिम छैन यहाँनेर र वरिपरि जंगलहरू छन् तपाईको। यो तल चाहिँ तपाईको त्यो चाहिँ हिमालबाट झरेको पानीहरू बग्छ तपाईको त्यहाँनेर। जस्तै यो देखिएको खोल्साबाट चाहिँ अहिले चाहिँ हाम्रो सर्वे भइरहेको छ है, यहाँ सिँचाइ ल्याउनको लागि। त्यो दोकलाङबाट चाहिँ तपाईको यता चाहिँ तपाईको सिंहमन्दी ल्याउनलाई लागि चाहिँ टक्क यो फाँडलाई तपाईको चाहिँ व्यवसाय गर्नको लागि चाहिँ धान रोप्न सकिन्छ कि भनेर तपाईको यहाँ सिँचाइ ल्याउने को लागि चाहिँ हाम्रो डिपिआर भइरहेको छ। र त्यसैगरी यो नवकुण्ड गाउँपालिका वडा नम्बर 1 चाहिँ एकदम राम्रो तपाईको उपयुक्त स्वच्छ हावापानी छ। यहाँको वस्तुस्थिति राम्रो छ तपाईको हैन। सबैजना मिलेर बस्नु भएको छ तपाईको, सबैले आदर संस्कार सम्मान गर्नुहुन्छ हैन। एक आपसमा सद्भाव राम्रो छ, सहयोग राम्रो छ हेर्नु है। यो चाहिँ माथि डाँडा काँडा एकदम राम्रो सुन्दर हरियाली, त्यहाँ गहुँहरू फलिरहेको छ, रोप्नु भएको छ, फलिरहेको छ तपाईको। काट्ने बेला भएको छैन, यो यस्तै हो। यो चाहिँ काट्ने वैशाख जेठतिर हुन्छ होला है, चिसो ठाउँमा। यहाँ चाहिँ यसमा प्रबल सम्भावना यहाँ चाहिँ के हुन्छ भन्दाखेरि आलु, यसको चाहिँ आलुहरू हो। अनि यहाँ चाहिँ चौरीहरू पालेर दुधहरू उत्पादन गर्ने हो यो क्षेत्रमा। यति राम्रो छ कि तपाईको, यति हराभरा छ कि तपाईको हेर्नुस्। यो परिकल्पनै नगरेको ठाउँ एकचोटि जाउँ जस्तो लाग्छ क्या यस्तो ठाउँमा आएपछि। यहाँ स्कुल बन्दैछ तपाईको वडा नम्बर 1 सिंहमन्दिमा चाहिँ स्कुल बन्दैछ, यस्तो राम्रो छ। यहाँ तल चाहिँ हाम्रो कृष्ण दाइ चाहिँ दाँत माजिरहनु भएको छ हेर्नु है। सबैजनाले चट्ट लाएर यो चाहिँ स्पेसली दृश्य छ। ल हजुर सबैलाई हेर्नु है। ल धन्यवाद। तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला।